हेलो गाइड गुड मर्निङ। म चाहिँ भर्खर उठेको हो। आज चाहिँ छुट्टी भनेर धेरै समयसम्म सुतेँ र भर्खर उठेको। अब उठेको हात मुख धोएँ ओरेँ ब्रसहरू गरेँ र नानीहरूले छोरीहरूले अब खाजाहरू ब्रेकफास्टहरू के बनाएको रहेछ हो, खानु बोलाउँदैछ। अब त्यो खाएर चाहिँ हामीले आज यहाँ मालबजार चाहिँ ठुलो सन्डे मार्केट लाग्छ नि त बजार। अब त्यो बजार भर्नु हामी जाने हो, के ल्याउनुपर्छ त्यो लिएर आउने हो। त्यो ल्याएको आएको बादमा तपाईँहरूलाई फेरि म त्यो ल्याएको भिडियोहरू देखाउने छु नि त। ल अब चाहिँ मेरो यहाँ ब्रेकफास्ट आइसकेको रहेछ हो, खाजा नानीहरूले छोरीहरूको बनाइदिएको रहेछ। ल साथीभाइ हो, म चाहिँ ब्रेकफास्ट सुरु गरेँ है। दामी भएछ ब्रेकफास्ट। ल यो मिठो मसिनो खाएर त नि ओजन पनि आजकल त पुरा अब बढेको छ त हो साथीभाइ हो। खै जति खाए पनि हेमोग्लोबिन चाहिँ नबढ्ने रहेछ। ल आज चाहिँ अब के हुन्छ तपाईँहरू हेर्दै जानुहोस् है। आजको मेरो आउटफिट चाहिँ यो छ है। ल आजको मेरो आउटफिट छ यो टी सर्ट, सेतो टी सर्ट छ, अब व्हाइट टी सर्ट। यो ट्र्याक चाहिँ रविले मलाई ल्याइदिएको हौ दुबईबाट। यो टोपी छ, टोपी पनि लाउनु पऱ्यो किनभने आज एकदम गरम छ हो। गरममा मेरो त अलिक आँखा कमजोरी छ नि त, यो आँखा अपरेसन गरेको कुरा उयो हुन्छ नि, अन्त यो टोपी चाहिँ लगाउनु पर्छ काममा हो। यसरी टक्कर लाउँदा कस्तो देख्छ गाइड? लाइक अनि कमेन्ट गरिदिनु होला। ल अब चाहिँ साथी हो जुत्ता लगाउँदैछु बजार जानलाई तयारी। आमामा जुत्ता पनि कस्तो साह्रो पर्छ त हौ लाउनु, के भएको आजकल त। ल हिँडेको है साथीभाइ हो। है अब टोटो पनि आइपुग्यो। ठुलो छोरीले टोटो रोकेछ, जानुपर्छ अब। ल यो बाटो चाहिँ हाम्रो वीरपाडा जाने बाटो है। उता सट्टै यो चाहिँ क्यालटेक्स मोडबाट देब्रे साइड जान्छ। अब हामी चाहिँ यतापट्टि लाग्दैछौँ, क्यालटेक्स मोडदेखि दाहिने तर्फ जाँदैछु। त्यो साइड चाहिँ बजार छ, यो साइड चाहिँ यो बाटो चाहिँ सिधा बडोदेखि जान्छ। बडोदेखि जान्छ, तर अब हामी बजार पुग्दा टाइम लाग्छ। ल अब चाहिँ आइपुग्यो है बजार साथीभाइ हो। लु अब तपाईँहरूलाई म यो आइतबारे बजारको नजारा देखाउने छु पुरा। अब यहाँ एप्पल दोकान आयो, सेउहरूको फुल दोकान। अगाडि के छ म तपाईँहरूलाई देखाउँदै जानेछु है। यतापट्टि फेरि गोरुबथानको दिदीबहिनी दाजुभाइहरूले पुरा सब्जी दोकानहरू लगाएको छ। यहाँ के छ हेर्नुहोस्। अब गोरुबथानबाट ल्याएको सामानहरू, पाहाडको सामान हो यो। हेर्नुहोस् सबै अदुवा मसिनो खालको जिरे खोर्सानी पनि छ है साथीभाइ हो। सिमी, डल्ले खोर्सानी, घिउ सिमी हो, इस्कुस, सबै यो पाहाडको एकदम फ्रेस आइटमहरू छ हौ। हामी भन्छौँ नि माथि पाहाडमा धुस्रे केला, यहाँ चाहिँ भन्दो रहेछ सब्जी केरा भन्दो रहेछ हो। त्यो पनि छ, कच्छु छ। ल अब हिँडेको हामी साथीभाइ हो। इस्कुसको दाम चाहिँ पाहाडमा कसरी छ? यहाँ चाहिँ 30 रुपियाँ छ है। है अब तल्लो लाइनबाट चाहिँ हामी निस्केको है। अरे जितेन भाइहरू पो रहेछ, मैले त देख्नु सकिनँ हो, क्यामेरामा चाहिँ कैद भएछ हो। र अब हामी चाहिँ तल्लो लाइन जाँदैछौँ है, तल्लोपट्टिको बजारमा मार्केटमा। अब यहाँ के हुन्छ कता कता तपाईँहरूलाई म नजारा देखाउँदै जानेछु। यहाँ पनि पुरा सब्जीहरू त हो, प्राय सब्जी, फ्रुट, ब्रेड हो, अन्डा के छ, किसिम छ। माछा लाइन छ, एकदम माछा त महँगो माछाहरूसँग छ, फ्रेस एकदम। ल अब यहाँ म यस्तो तेर्सो जाँदैछु, तेर्सो लाइन यो सेटभित्र। अब
अब अन्डा दोकान आइपुग्न आँटे साथीभाइ हो। अन्डा मेरो त अन्डा लिएर जानुपर्ने छ खास चाहिँ। अब अन्डा खानु भन्छ, अन्डा लानै पऱ्यो नि। अब कसरी हुन्छ, के छ, कस्तो छ। अब यहाँ अन्डावालासँग जानु पऱ्यो, के छ कति सोध्नु पऱ्यो। ए अन्डावालाले भन्दै रहेछ कति हो, 15 अन्डाको 110 रुपियाँ अरे। ल त त्यसो भने लैजाउँ। अब लानै त पर्छ अन्डा त, होइन, खानै पर्छ। अब बिमारी मान्छे हो, अब खै के भन्नु हो, अन्डा लानै पऱ्यो नि। ल अब अन्डा पनि अब यता सब्जी दोकानतिर जाउँ है। तेर्सै हेर्दै जाउँ के छ। यहाँनिर खै आलुहरू लानुपर्ने छ नानी हो। यो आलु कसरी छ कुनै सोध्नु पऱ्यो ल। ओ दिदी, त्यो आलु कसरी छ हो भन्नु। ल आलु 25 रुपियाँ अरे हो। ल साथीभाइ हो, यहाँ मालबजारमा चाहिँ आलु रातो 25, सेतो 20 छ हो। तपाईँहरूकोतिर कसरी छ यसो कमेन्टमा लेख्नु होला है। अब फेरि हामी चाहिँ अर्को लाइनपट्टि जाँदैछौँ हो। यहाँ त यो हल्लिँदै हिँड्नुपर्छ हो, बडी डिसब्यालेन्स छ कि मेरो। खुट्टामा खुट्टा ठोक्यो भने त सिधै लडेर सब्जीको थाकमाथि हुन्छु हो। र जेसुकै होस्, जस्तोसुकै भए पनि अब पाकेको रमभेडाको थाकमाथि चाहिँ परेन भने राम्रै हो। बाँकी त सबै ठिकै छ। सानो अरूतिर पऱ्यो भने यहाँ धनियाँ हो, धनियाँ साह्रो महँगो छ नि हो साथीभाइ हो। अहिले यो सिजन नभएर 1 बिटाको, सानो बिटाको 10 रुपियाँ भन्छ। ल अब ओह्रालो लागेको है, हुर्रिँदै भए पनि जानै पऱ्यो नि। हुर्रिन्छु कि अरे मातेको जस्तो हुन्छ यहाँ। यी कुचो झाडु, यहाँ जाइफल पनि रहेछ, नयाँ फल आएछ आज। यहाँ यी मुला, निम्बुहरू, यो सागसब्जी हेर्नु नि एकदम फ्रेस छ, भर्खर उखालेर ल्याएको। यहाँ आलु, अब आलु लिनु पऱ्यो, अब छान्नु पऱ्यो है। आलु रातो आलु छ, ठुलो ठुलो लानु भनेको, खै कस्तो छ अब खाँदा चाहिँ। अब खाएर मात्रै थाहा हुन्छ। यहाँ फेरि सुक्खा माछा हो, सिद्रा सिकुटी सुक्खा। यहाँ खैनी छ, खैनीको दोकान छ। यहाँ फेरि एप्पल छान्नु पऱ्यो, एप्पल पनि लिइहालेँ। अब लागेको है फेरि यता उँधो तेर्सो साइडमा लागेको, के छ अब यतातिर हेर्दैछौँ। यहाँनिर के हो यो, अब मासु लानुपर्छ नानी हो। यी चोचेको चिची यहाँ कस्तो छ हेरौँ पहिला, अन्त लिएर जाउँ। बेसी होइन, अलिकति, बेसी खानु सक्दैन चोचेलाई चाहिँ। चोचेको मासु पनि चिची पनि राम्रै छ आज त। हेर एकदम फ्रेस छ, एकदम बस्तीको जस्तो छ है साथीभाइ हो यो चाहिँ। अरे साथीभाइ यहाँ त घुङ्गी पनि रहेछ हो। घुङ्गी त बहुत भिटामिन हुन्छ त, प्रोटिन हुन्छ। ल अब चाहिँ हामी यहाँबाट निस्केको, बजार पनि सक्यो गरेर। अब टोटो पनि आयो। ल अब हामी चाहिँ हिँडेको है, घरतिर लागेको। अब के हुन्छ घरमा गएर देखाउँला तपाईँहरूलाई। ल घर पनि आइपुग्यो। यहाँ फेरि हेर्नु नि यो केशव मेरो भाइ यहाँ हाँस्दैछ दाजु आयो भनेर। ल अब जा त भित्र भाइ, अब म पस्छु नि बिस्तारो। ल साथीभाइ आज ल्याएको सामान चाहिँ यति हो। सत्य बोल्नुहोस् साथी हो, राम्रो कर्म गर्नुहोस्। अब अर्को भिडियोमा भेटौँला।